ल ल त्यसरी होइन क्या अर्कोले यता यतादेखि मोटो यता उता मोटो ल ल ल खै चिटाकको त्यो बाघले के अरे त्यो चिटाक गरेको जस्तो नि हेलो नमस्ते आजको भिडियो चाहिँ मकै पोलाइबाट है हाम्रो गाउँतिर पोल्ने मकै कसरी पोल्छन् भन्दा हामी यसरी पोल्छौँ है त मकै हामीले पहिला आगो फुक्छौँ ठुलो आगो बनाउँछौँ त्यसपछि आगो ठुलो भइसकेपछि के भन्छ आगोको साइड साइडमा मकै राखेर हामी यसरी पोल्छौँ अलि नजिक लग्यो भने यो पनि दच्छ है त्यही कारणले गर्दा अलि टाढा राखेर पोल्नुपर्छ अनि मकै ल अब मेरो मकै पाकेर पनि तयार भयो अब यहाँ मेरा जुम्लिया बाबुहरूलाई यहाँ रोज्न लगाउँछु अब कसले को रोज्दो रहेछ है ल रोजा मकै कसले को खाने ल मकै रोजा ल रोजा मकै यो खान्छु भन्नु न यो खान्छु भने हातमा उठाउने हो ल खाने सुरु गर त्यसो भए है ल अब मजाले खाने है ल अब फेरि अर्को भिडियोमा सिकाउँदैछु मेरा जुम्लिया छोराहरूलाई भिडियो बनाउन यसरी यसरी भनेर सिकाउँदैछु यहाँ बोल्दैनन् क्या